सङ्क्रान्तिको बारेमा भन्नु त के किन मनाइन्छ भन्नु त के छ यसको धार्मिक सङ्क्रान्तिमा चाहिँ अब पहिलेदेखि अब मनाइ आएको अनि अब आज चाहिँ नुहाइ धुवाइ गर्ने रे मजाले चिसो खेल्ने रे। मम्मी चाहिँ के गर्न लाग्नु मम्मी के गर्न लाग्नु भयो तपाईँ यस्तो आएर यहाँ पुरै ड्याङ ड्याङ रुख के त यो रुखको के निकाल्न आँट्नुभयो क्या रुख खै त अरूल आमा यति हो त फलेको आमा ल हेर्नु त साथीहरू हाम्रो आफ्नै घरमा ल हेर्नुहोस् त्यो तरुल है आमामामा ल किन्नै परेन नि ल हेर फेरि भइहाल्छ है कस्तो मजाले ल हेर्नुहोस् त साथीहरू तरुल अर्को नि छ ए तलतिर ढुङ्गो रहेछ त्यही भएर जान्छ त्यो अघिदेखि ड्याङ ड्याङ गर्नुहुन्छ म त यो रुखै निकाल्न आँट्नु भएको छ क्या अरे एउटा फुलको रुख थियो होइन फुल होइन त यो हो नि फुलको रुख हो फुलको रुख थियो म त यो फुलको रुख किन मम्मीले निकाल्न खोज्नुभयो भन्छु त है ए यो यस्तो यो यतिको यस्तो रोपेपछि हुन्छ आगुलाई फेरि हुन्छ नि त त्यसको टुप्पो रोप्दा नि हुन्छ यहाँ छ त्यहाँ चेप भएर मैले निकाल्न सकेँ सबै थोक यहीँ लगाएर यहाँ यता सबै थोक छ यहीँ छ लसुन यतै सागहरू यतै भ्यान्टा पनि यतै छ गोलबेडा अझै तलैसम्म छ क्या मम्मी तलै जस्तो छ ज्वरो भित्र छ फेरि रुख मर्ने हो कि फुलको कति जरा हुन्छ मर्न त मर्दैन यहीँ वरिपरि छ यी सबै छ फेरि पिँडालुहरू पनि हाम्रो थियो है आज मम्मीले पिँडालु पनि खन्नु भएको थियो ए यहाँ अन्त यतिको भइसकेको छ हाम्रो यो तरुल यो सबै पोहाल्नुपर्छ है यहाँ माटै माटो छ अनि हाम्रो यो यहाँ हेर्नु न यो तरुल के अरे यो पिँडालु पनि हाम्रो आफ्नै हो यहाँ छ यति छ यो तरकारीको लागि हो फ्रिजहरूको सफा गऱ्यो अरे निकालेर यहाँ हेर्नु त उसिने रे पिँडालु यो आफ्नै बारीको हो आज पिँडालु खाने पारिपट्टिको भ्यू है यो चाहिँ पारिपट्टिको भ्यू हेर्नु न यहाँबाट चाहिँ हाम्रो ठ्याक्कै यो के भन्छ मन्थली बजार हेर्नु न यहाँबाट ठ्याक्क देखिन्छ है यो मन्थली बजार हो सानी मदौ पारिपट्टि देख्न सक्नुहुन्छ सानी मदौ उता चाहिँ सानी मदौ हो पारिपट्टि चाहिँ हाम्रो बिचमा खोला छ खोइ त मम्मी अनि आइहाल्नु भएछ त अनि अझै बाँकी छ भने होइन बाँकी छ नि तरुल नि कत्रो रहेछ त कुटै भाँच्यो नि ठुलो छ क्यारे अब अर्को नि तरुल भाँच्यो कुटै भाँच्यो तरुलै भाँच्यो पछि रोप्नुपर्छ ए आगुमलाई हुन्छ किन्नै परेन तरुल खन्दा खन्दै कुटो भाँचिएछ तरुल चाहिँ यत्रो रहेछ अब यसलाई मजाले पखाल्नुपर्छ ए कुटै भाँचिएछ बिचरा अर्को ठुलो छ अरे खन्दा खन्दै कुटै भाँचिएछ तरुल उसिल्ने अब भोलिलाई आजको के अरे पुसको अन्तिम दिन है पुसको अन्तिम दिन पुसामा उसिनेर माघमा खानु पर्यो यो चाहिँ हाम्रो हिजोको आफ्नै उता खन्नु भएको है मम्मीले खन्नु भएको आफ्नै बारीको हो यो तरुली यति भएछ अझै यति जति बाँकी होला है मम्मी खन्न नसकेर छोड्दे है अब त्यो के बिग्रिन्छ अर्को वर्ष हुन्छ कि हुँदैन हो यसको नाम चाहिँ के हो खासमा हो यसको नाम चाहिँ ल भनिदिनु होला है यो कसैले यसलाई देख्नु भएको छ भने चाहिँ यसको नाम भनिदिनु होला ए यसको नाम के हो भनिदिनु है ल फाइनल्ली आज चाहिँ मेरो भाइहरू आइपुगे बाइकमा चिसोमा कसरी आइपुग्यो होला नि है को हो धुलो है आमा मामा भन न मामा मामा भन न आउ न सुदर्शन फेरि आशिष मामा सुदर्शन मामा दुईजना मामाहरू आउनुभयो नि दुईजना मामाहरू लाग्नु भयो मम्मी अब यो लड्डु बनाउन लाए के गर्नुभयो लड्डु बनाउनलाई चाहिँ लड्डु बनाउनलाई यो सखर पगाले थोरै घिउ राखेर अनि सखर पगालेर मजाले बाग्लो बनाएँ हजुर अनि त्यहाँबाट यहाँ यो भुजिया हालेर मलेँ अनि भुजिया हालेर मलेर यो तातै सेलाउनु नदिने तातै बनाइहाल्नु पर्ने त्यसरी
ए ल यति बनाइसक्नु भएछ है मम्मीले मजाले ल अब मम्मीसँगै म पनि अब साथी लाग्छ है त। आज चाहिँ हामी चाहिँ यहाँ देख्न सक्नुहुन्छ है, आज चाहिँ अब यो हामीले यो भुजाको चाहिँ लड्डु बनाउँदैछौँ। त्यसपछि फेरि हामी तिलको लड्डु बनाउनेवाला छौँ। यहाँ मजाले तातै देख्न सक्नुहुन्छ है, पानीमा हात चोप्दै तातै बनाउनु पर्ने हुन्छ यो चाहिँ, नभए सेलाको चिसो भयो भने चाहिँ यसरी डल्ला पर्दैन, गोलो हुँदैन। फेरि फुलौरा हो है, यहाँ हाल्दै हुनुहुन्छ फुलौरा। आज के अरे मम्मी, आज के अरे? आज पुसको पाक माघ, पुसको पाकेको माघमा खाने रे के। ड्याङ ड्याङ पार्दै हुनुहुन्छ, पिठो कुट्दै हुनुहुन्छ अब रोटी हाल्नलाई हो। बल निकालेर कुट्दै हुनुहुन्छ बुवा। ल हाम्रो मम्मी चाहिँ यहाँ सेलरोटी हाल्दै हुनुहुन्छ। रोटी धमाधम हाल्दै हुनुहुन्छ यता। यहाँ यति भइसकेको छ है, यहाँ यति भइसक्यो, यता हाल्दै हुनुहुन्छ। अनि हिजो पनि हाल्नु भएको थियो अलिकति। हेलो गुड मर्निङ एभ्रिवान। आज चाहिँ 1 गते, माघको 1 गते, माघे सङ्क्रान्ति। बिहानै उठेर नुहाइधुवाइ गरेँ, अनि त्यसपछि कस्तो चिसो चिसो भयो, एकछिन आगो सागो तापेँ। अनि म चाहिँ सबैजना साथीहरूलाई चाहिँ ह्याप्पी माघे सङ्क्रान्ति भन्न चाहन्छु। ल हाम्रो मम्मीले त यत्रो रोटी, यति धेरै रोटी बनाइसक्नु भएको छ। यहाँ जिएरी पनि घरकै बिना कलरिङ है, बाहिरको कलर सलर राखेको हुन्छ। अनि हाम्रो मम्मी त तगडा हुनुहुन्छ रोटी हाल्नलाई। म हाल्छु भनेको हाल्नै दिनु भएन, हात पोल्लिस के होला भनेर आफै हाल्नुभयो रोटी। ठिक्क पार्नु पर्यो नि भन्नुहुन्छ। त्यो साँच्चै भन्नुभएको थियो मम्मीले, हात पोल्लिस नानी, अब आगोमा नजान्लिस् फेरि भन्नुहुन्थ्यो। हातले चाहिँ मैले हालेको छैन क्या, त्यो कचौराले चाहिँ हाल्थेँ। अनि त्यो भएर चाहिँ मलाई अलि त्यो आगोमा अलि डर लाग्यो क्या हाल्नलाई, अनि पोल्छु कि भनेर। मम्मीले बनाएको जेरी खानु होला फेरि। ल मिठो, साह्रै मिठो। गीत गा त, निकिसाको स्वर पनि मिठो छ। गीत गाएका मिठो अनि आहा कति मिठो तिम्रो माया। अनि थाहा छैन, नाइ मलाई थाहा छैन। बोली नै मिठो, मान्छे हाँसै मिठो। मम्मी तारिफ गरे। डिम्पल वाली, खै डिम्पल देखाइदियो त, हाँस्दा खै फेरि बेला बेला डिम्पल बस्छ। हाम्रो चाहिँ यो माघे सङ्क्रान्तिको लागि चाहिँ सबै रेडी भइसकेको छ होइन, सबै रोटी, अनि त्यसपछि यो भुजाको होइन लड्डु, त्यसपछि यो के पिँडालुहरू, अनि त्यसपछि यो हाम्रो मम्मीले नै बनाउनु भएको यो जेरी, होममेड जेरी हो होइन। अनि त्यसपछि तिलको लड्डु, अनि त्यसपछि तरुल, सबै चिजहरू चाहिँ हामीले रेडी गरिसकेका छौँ होइन। अनि अब चाहिँ आज बिहानै टक्क लाएर यो अब हामी खान्छौँ। हिजो बनाइसकेको आज खाने हो क्या होइन मम्मी? भन्नु त यो माघे सङ्क्रान्तिको बारेमा भन्नु त, किन मनाइन्छ भन्नु त, के छ यसको धार्मिक सङ्क्रान्तिमा चाहिँ अब पहिलेदेखि अब मनाइ आएको। अनि अब आज चाहिँ नुहाइ धुवाइ गर्ने रे, मजाले चिसो फाल्ने रे होइन, घाममा तेल लगाएर, सबै जिउमा तेल लगाएर चिसो फाल्ने दिन रे। अब यस्तै पहिलादेखि मनाइ आएको।
अनि यस्तो यस्तो बनाएर नि खाने हो नि त खाने खाने हो तिलको हाम्रो चाहिँ यस्तो के अब यो जस्तो तिलको लड्डुहरू बनाइन्छ नि त तिल त आफैमा एकदमै राम्रो चिज हो खानलाई होइन क्याल्सियमहरूको धेरै भरिपूर्ण स्रोत हो नि त अनि यो तरुलहरू पनि राम्रो अनि यस्तो खायो भने हाम्रो चिसोहरू जान्छ यो जाडो महिनामा होइन एकदम चिसो भइरहेको हुन्छ नि त यो मङ्सिर पुसको एकदमै चिसो ठन्डी चाहिँ निकाल्नको लागि चाहिँ यस्तो परिकारहरू बनाएर खाने गरिन्छ होइन यो चाहिँ पहिलादेखि चलिआएको हो परम्परा जाडोमा नुहाइधुवाइ गरी अब दिउँसो घाममा मजाले तेल लाएर घाममा मजाले मालिस गरेर होइन चिसोहरू फाल्छौँ हामी चाहिँ होइन अब के भन त के भन्नु छ ह्याप्पी माघे सङ्क्रान्ति भन्नु ह्याप्पी माघे सङ्क्रान्ति थ्याङ्क यू भन